Jesus, we are here this afternoon, today, to celebrate this special moment more than they imagine, more than they dream, as you always do. So we invite you to be honored. You are the most important one here, and we ask for your blessings on this day. In Jesus' name we pray. Amen. NP uncle and Vandana auntie. Pastor Igor and Ruth. Marcia and Vikash. Pastor Christian and Switzerland. Selma and Santos. Provis and Shweta. Isabel and Arun. Timothy uncle and Chandra auntie.
We don't know what tomorrow holds, but we know who holds tomorrow. Knowing this, we live upon the world and all its sorrows. I have prayed for all my life that we would be together, serving Him together. It's true, He has chosen me for you. Take my hand, and we will be. सबैजनालाई क्रिस नाममा जय मसीह फेरि पनि अनि जो यहाँ हुनुहुन्छ आराधनाका गीतहरू गाएर हामी हाम्रो परमेश्वरलाई सबैभन्दा बढी हामी धन्यवाद दिनेछौँ। आमेन।
विशेष दिनलाई प्रभु हामी तपाईको समक्ष राख्न चाहन्छौँ यीशु ख्रीष्ट। आउनुहोस् परमेश्वर पिता, तपाईँ परमेश्वरले आजको विवाहलाई प्रभु अगुवाई गर्नुहोस्। आजको विवाहमा परमेश्वर पिता तपाईँ परमेश्वर हुनुहोस् अनि तपाईँ परमेश्वरको उपस्थिति प्रभु सुरुदेखि अन्त्यसम्म राखिरहनुहोस् यीशु। हालेलुया हालेलुया यीशु। को साथै हामी प्रभुको वचनबाट छोटो केही कुराहरू म तपाईसँग बाँडेर म अरू भागहरूमा हाम्रो म चाँडोभन्दा चाँडो तपाईँलाई लिएर जान चाहन्छु। हामी सबै क्रिस्चियनहरूलाई एउटा पद चाहिँ धेरैजनालाई कन्ठै हुन्छ, त्यो चाहिँ यूहन्ना 3 को 16 हो। अनि त्यसलाई चाहिँ बाइबलको प्रेमको पद पनि भनिँदछ। अनि यसरी लेखेको छ त्यहाँ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। कुनै पनि कुरासँगको मानिसको लगाव अथवा झुकाव दुईवटा कुरामा आधारित हुन्छ, यो तपाईँलाई थाहा छ। पहिलो कुरा चाहिँ प्रेममा, अर्को कुरा चाहिँ मूल्यमा। मूल्यवान कुरालाई नै हामी माया गर्छौँ, होइन र? जस्तै तपाईँहरू आज सबैजना रेडी भएर आउनु भएको छ, तपाईँले महँगो लुगा लाएर आउनु भएको छ, होइन र? तपाईँले महँगो गरगहना लाएर आउनुभएको छ। मानिसले मूल्यवान कुराहरूलाई प्रेम गर्छन्, जस्तै सुन चाँदी, हिरा मोती, धन सम्पत्ति, जग्गा जमिन, गाडीहरूलाई मान्छेहरूले मूल्यवान भएको भएर एकदमै माया गर्छन्। कतिको आइफोन त झनै महँगो हुन्छ अझै, होइन र? त्यसले हामी एकदमै धेरै माया वास्ता गर्ने काम पनि गर्दछौँ। तर कतिपय कुराहरू चाहिँ प्रेमको कारणले मूल्यवान हुन्छन्। जस्तै मेरो छोरीहरू, मेरो श्रीमतीहरू, मेरो परिवार चाहिँ उनीहरू यसकारण मूल्यवान छन् कि मैले उनीहरूलाई के गर्छु? प्रेम गर्छु। अनि परमेश्वरको मानिसप्रतिको लगाव पनि मानिसको मूल्यमा होइन तर उहाँले गरेको प्रेममा आधारित छ। म तपाईँलाई याद दिलाउन चाहन्छु, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौती पुत्र हामीलाई दिनुभयो। एकदमै महँगो कुरा चाहिँ उहाँले हामीलाई दिनुभयो। त्यसैले बाइबलले परमेश्वरको यो महान सत्यतालाई बताउँछ कि परमेश्वरले संसारलाई ठुलो प्रेम गर्नुभयो। हामी आफैमा मूल्यवान छैनौँ। हामी हेर्छौँ भने आफूले आफूलाई ऐनामा हेर्दा ह्यान्डसम ब्युटिफुल त लाग्ला, तर धेरैपल्ट अरूसँग तुलना गर्दा त्यस्तो नलाग्ला। म तपाईँलाई दिलाउन चाहन्छु, हाम्रो मूल्य चाहिँ हामी आफैमा मूल्यवान छैनौँ तर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारण हामी मूल्यवान छौँ। संसारको लगाव प्रेम चाहिँ हाम्रो मूल्यमा आधारित हुँदछ। आज म यो बताउन चाहन्छु, आजको विवाह एउटा क्रिस्चियन विवाह भएकोले यो विवाह चाहिँ यस्तो प्रेममा आधारित छ। यो विवाह चाहिँ अगाप्य प्रेममा आधारित छ, जो चाहिँ परमेश्वरले गर्नुभएको प्रेममा भने म तपाईँहरू सबैजनालाई याद दिलाउन चाहन्छु। यो प्रेम परमेश्वरको प्रेम नधर्फरिने ख्रिस्टको प्रेम चाहिँ क्रुसमा जग गाडेको प्रेम हो भनेर म तपाईँलाई आज याद दिलाउन चाहन्छु। तपाईँ संसारको तराजु वा संसारको नापले धेरै बहुमूल्य नहुनु होला। मान्छेले तपाईँलाई बहुमूल्य नठान्ला, ठुलो पोजिसनमा पनि नहुनु होला अथवा धेरै रुपियाँ पैसा पनि नहोला तपाईँहरूसँग, तर परमेश्वरको नजरमा हामी सबै मूल्यवान छौँ भनी परमेश्वरले क्रुसमा ठहराइसक्नु भएको छ। बाइबलले विवाहलाई महत्त्वपूर्ण स्थान दिएको छ। म तपाईँहरूको बिचमा एउटा बाइबलको एउटा पद पढेर म लान चाहन्छु। एफिसी 5 अध्यायले भन्दछ, यसकारण मानिसले आफ्नो आमा बुवालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो। अनि यो कुरा म ख्रिस्ट र मण्डलीको विषयमा बोल्दछु। जे भए पनि तिमीहरू हरेकले
आफ्नी पत्नीलाई आफै झैँ प्रेम गर र पत्नीले पनि आफ्नो पतिको आदर गरोस्। आमेन। दिपेश र रुथ दुवैजना विवाह हुनुभन्दा अगाडि विवाह परामर्श कक्षामा बसेर एउटा महत्त्वपूर्ण कुरा सिकेको पाठ यही हो कि दिपेशले रुथलाई एकदमै कुनै पनि के भन्छ त्यसलाई एकदमै कुनै पनि एउटा केही आधार नराखी उसले प्रेम गर्नेछ र रुथले पनि के गर्नेछ दिपेशलाई कुनै पनि केही कुरा आधार नराखी उसले आदर गर्नेछ भनेर हामीले सिकिसकेका छौँ होइन त। दिपेश र रुथले त्यो कुरा सिकिसकेको छ। अनि आज हामी सबैजनालाई पनि म तपाईँलाई याद दिलाउन चाहन्छु यो 3वटा क भनेर भनेको छु ताकि हामीले याद गर्न सजिलो होस् कि बाइबलको प्रेम चाहिँ 3वटा कमा आधारित छ। पहिलो क चाहिँ हो करार। आज हामी एकछिनमा करारको कुराहरूमा जानेछौँ। परमेश्वरले चाहिँ मानिससँगको सम्बन्ध चाहिँ करारको रूपमा बाँड्नु भएको छ। याद राखौँ करार र कन्ट्र्याक्टमा अलिकति फरक छ। कभनेन्ट र कन्ट्र्याक्टमा फरक छ। तपाईँहरू अङ्ग्रेजी बुझ्नेहरूले यसको फरक छुटाउनु सक्नुहुनेछ। अहिले संसारमा धेरैजनाको विवाह चाहिँ कन्ट्र्याक्ट भएको छ। तैँले गरिस् भने म प्रेम गर्छु, तैँले यसो गरिस् भने म उसो गर्छु, तिमीले यसो गर्यो भने म उसो गर्छु भनेर धेरैजनाले कन्ट्र्याक्टमा सम्बन्धहरू कायम गर्छन्। तर परमेश्वरको सम्बन्धमा परमेश्वरको उपस्थितिमा निर्माण भएको विवाहहरूले चाहिँ तिमीले दिएर मात्र होइन, तिमीले दिए पनि नदिए पनि, तिमीले प्रेम गरे तापनि नगरे तापनि म तिमीलाई प्रेम गर्छु भन्ने कुरा चाहिँ हामी सबैजनाले याद गर्नुपर्दछ। विशेष गरी आज दिपेश र रुथलाई म याद दिलाउन चाहन्छु। नेपालमा विगतमा 5 वर्षभित्रमा सबैभन्दा बढी डिभोर्स रेटको सङ्ख्या बढेको हामी देख्छौँ। 57% बढेको छ भनेको मतलब धेरै ठुलो सङ्ख्यामा विगतको 5 वर्षदेखि यता जनसङ्ख्या बढेको छ। बाइबलको विवाह चाहिँ सम्झौता होइन, यो चाहिँ एउटा कभनेन्ट हो, यो चाहिँ करार हो। हामीले दिपेशले प्रेम गरे पनि नगरे पनि रुथले गर्ने छिन्, रुथले प्रेम गरे पनि नगरे पनि कसले गर्ने छिन्, दिपेशले गर्ने छिन् होइन, गर्ने छ। माफ गर्नु होला मेरो व्याकरण भयो यहाँ है। दिपेशले पनि प्रेम गर्नेछ। क्रिस्चियन विवाहको कहिले पनि एक्सपाइरी डेट हुँदैन। धेरैले भन्छन् साँचो प्रेम त्यो हो जसको रमाइलो अन्त हुन्छ। विशेष गरी भन्ने हो भने हाम्रो इङ्ग्लिस कल्चरमा वेस्टर्न कल्चरमा हेर्ने हो भने चाहिँ ह्याप्पी एन्डिङ हुनुपर्छ लाइफको, म्यारेजको लभको ह्याप्पी एन्डिङ हुनुपर्छ भनेर धेरैजनाले भन्छ। तर बाइबलले भन्दछ लभको कहिले पनि प्रेमको कहिले पनि एन्ड हुँदैन। लभ इजन्ट अ स्टोरी विथ अ ह्याप्पी एन्डिङ, लभ इज अ स्टोरी विथ इटर्नल अनएन्डिङ भनेर हामी क्रिस्चियन विवाहलाई हामी विश्वास गर्दछौँ। पहिलो कोरिन्थी 13:7 भन्दछ प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ, प्रेमको कहिले पनि अन्त्य हुँदैन। आमेन। त्यही भएर हामी दिपेश र रुथको आज जसरी विवाह सम्बन्धमा अगाडि बढ्दैछौँ, यिनीहरूको विवाहको सम्बन्ध परमेश्वरको उपस्थिति, पवित्र आत्माको उपस्थितिमा बसालेको विवाह हुनेछ भनेर हामी सबैले अहिले प्रार्थना गर्नेछौँ। दोस्रो कुरा क, पहिलो क चाहिँ के रहेछ, करारमा आधारित हुन्छ भने दोस्रो क चाहिँ कदरमा। जहाँ करार हुन्छ त्यहाँ कदर पनि हुँदछ। मैले अघि नै भने क्रिस्चियन विवाह परमेश्वरको प्रेममा आधारित भएको हुन्छ। यो प्रेम जसले हाम्रो अस्तित्वको अर्थलाई बदलिदिन्छ, हाम्रो पहिचानलाई बदलिदिन्छ, हामीलाई अयोग्यबाट बहुमूल्य बनाइदिन्छ। यसकारण करारमा गरेको विवाहमा जहिले पनि कदर हुने गर्दछ। म तपाईँलाई याद दिलाउन चाहन्छु आज दिपेश र रुथ जसरी करारमा जाँदैछ, एकअर्कालाई कदर पनि गर्छ भनेर त्यो कुरालाई पनि हामी अहिले एकछिनमा हेर्नेछौँ। एफिसी 5:32 बाइबलको एउटा खण्डले बताउँदछ पत्नीले पनि आफ्नो पतिको आदर गरोस् भनेर भनेको छ। कतिजना श्रीमतीहरूले आफ्नो श्रीमानलाई तिमी भनेको सुन्छौँ, कोही कोहीले तँ पनि भनेर सुन्छौँ, कसैले नाम काटेर पनि बोलाएको सुन्छौँ। त्यो गर्दैमा अनादर त नहोला। श्रीमानको कुरा बाहिर गर्छन्, कोही कोहीले मानिसको अगाडि आफ्नो श्रीमानलाई हप्काउने गर्छन्, गाली गर्ने गर्छन्, अथवा श्रीमतीलाई पनि त्यसै गर्ने गर्छन्। हामी सोच्छौँ कि पत्नीले मात्र पतिको आदर गर्नुपर्छ भनेर, तर बाइबलले भन्दछ पतिले पनि पत्नीलाई त्यसै गरी नै आदर गर्नुपर्दछ। पहिलो पत्रुस 3:7 भन्दछ पति हो त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस र तिनलाई अबला ठानी आदर गर्ने गर भनेको छ। आमेन। कतिजना श्रीमानहरूले आफ्नो श्रीमतीलाई तँ भन्ने पनि गर्नुहुन्छ। त्यो हाम्रो संस्कृतिमा भए तापनि हामीले श्रीमतीहरूलाई आदर गरेर तिमी भनेर राम्रो प्रेमिलो बोलीमा बोल्नुपर्छ भनेर हाम्रो क्रिस्चियन विवाहमा हामी विश्वास गर्दछौँ। हामीले श्रीमतीको अपमान गर्नु भने चाहिँ आफ्नै अपमान गर्नु हो, किनकि हामीले आफूले छानेको कुरा हो। श्रीमतीले श्रीमानलाई अपमान गर्नु भनेको आफ्नै अपमान गर्नु हो, किनकि मैले छानेको चोइस चाहिँ राम्रो छैन रहेछ भनेर के गर्नु हो, देखाउनु हो।
विवाह एउटाले अर्कालाई उनी जस्तो छन् त्यसरी नै कदर गर्नुको लागि हामीलाई भन्दछ। बाइबलमा 66वटा पुस्तक छन् होइन र, धेरैवटा कुराहरू छन्, तर एउटा कुरा चाहिँ कहिले पनि भनेको छैन त्यहाँ अरूलाई परिवर्तन गर भनेर कहीँ पनि लेखेको छैन बाइबलमा। तपाईँले सुन्नु होला, धेरैजनाले प्रभुलाई विश्वास नगरेको व्यक्तिहरू पनि हुनुहुन्छ, धेरैजनाले धर्म परिवर्तन गर्छन् क्रिस्चियनहरूले भन्ने सुन्नुभएको होला। हामीले कहिले पनि परिवर्तन गर्न चाहँदैनौँ। यदि तपाईँको जीवन परिवर्तन हुन्छ भने त्यो चाहिँ परमेश्वरद्वारा भएको होस् भन्ने हामी चाहन्छौँ। कसैको करकापमा, लोभ लालचमा हामी कहिले पनि क्रिस्चियनहरूले कसैलाई पनि क्रिस्चियन बनाउँदैनौँ। आज यो मौका पाएको बेला म भनिहाल्न चाहन्छु, आज हामी घर बाहिर जानेछौँ, ऐना हेरेर हामी भन्न सक्छौँ यदि संसारमा कुनै व्यक्तिलाई हामी परिवर्तन गर्न सक्छौँ भने चाहिँ त्यो चाहिँ आफैलाई हो ऐनामा हेरेर। अनि त्यही व्यक्तिलाई चाहिँ सबैभन्दा गाह्रो छ हामीले परिवर्तन गर्नुको लागि। आज आफ्नो श्रीमतीको निम्ति, हाम्रो श्रीमानको निम्ति हामी प्रार्थना गर्नेछौँ, उहाँलाई क्षमा दिनेछौँ, आदर गर्नेछौँ, उहाँलाई अपनाउनेछौँ। म्यारिज चाहिँ के हुन्छ? लङ लास्टिङ हुन्छ, सधैँभरि यसलाई कायम राख्नु चाहिँ दिपेश र रुथ दुवैजनाले मेहनत गर्नुपर्दछ। अन्तिम बुदा भनेर म अन्त गर्न चाहन्छु। पहिलो करार, दोस्रो के रहेछ? कदर, अनि तेस्रो दुवैजनाको विवाहमा कर्तव्य पनि हुँदछ। दुवैजनाले उत्पत्ति 2:18 याद गरिराख्नुको लागि म अनुरोध गर्न चाहन्छु। परमेश्वरले आदमलाई बनाइसकेपछि जब आदमलाई देख्नुभयो तब परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन र यसको निम्ति सुहाउने एउटा सहयोगी म बनाउनेछु। श्रीमान श्रीमती प्रतिस्पर्धी होइनन्, कम्पिटिसन गर्ने हाम्रो एटिट्युड हुनुहुन्छ जस्तो लाग्दैन। हस्बेन्ड एन्ड वाइफ आर नट कम्पिटिटर्स, दे आर कम्प्लिमेन्टर्स भन्छ होइन र। एकअर्काको खाँचोमा, एकअर्काको अभावमा एकअर्कालाई हुर्काउने, बढाउने, साथ दिने हामी सबैजना, साथै रुथ र दिपेशले पनि गर्नुपर्छ भन्ने म विश्वास गर्दछु। आज उनीहरू चाहिँ कम्पिटिटर्स होइन। धेरैपल्ट अहिलेको मोडर्न जमानामा श्रीमान र श्रीमतीले छुट्टै छुट्टै पैसा कमाउँछन्। अनि मैले भनेको सुनेको छु श्रीमानको पैसा मेरो पैसा होइन तिम्रो पैसा, के हो मलाई थाहा छैन होइन र। त्यस्तो मैले ठिकसँग भन्न आएन मलाई। धेरैजनाले के सोच्छन् श्रीमतीले कमाएको पैसा चाहिँ श्रीमतीको मात्रै हो, श्रीमानले कमाएको पैसा मात्रै परिवार चलाउनु, अथवा कोही बेला ठ्याक्क उल्टा पनि भएको हामी देख्छौँ। म तपाईँलाई याद दिलाउन चाहन्छु, तपाईँ ब्याङ्क ब्यालेन्समै अग्री गर्न सक्नुहुन्न भने जीवनका अझै अप्ठ्यारो कुराहरूमा तपाईँहरू अग्री गर्न सक्नुहुन्छ भने मलाई लाग्दैन। त्यही भएर म आज उत्साह दिन चाहन्छु। हाम्रो काउन्सिलिङ क्लासमा नै हामीले कुरा गरिसकेका छौँ दिपेश र रुथसँग। फाइनेन्सियल कुरा चाहिँ श्रीमान श्रीमतीको बिचमा एकदमै एउटै ठाउँमा हुनुपर्छ भनेर म विश्वास गर्दछु। त्यसै गरी म तपाईँलाई उत्साह पनि दिन चाहन्छु कि हामी चाहिँ कम्प्लिमेन्टर्स हौँ, एकअर्काको खाँचोमा, अभावमा हामीले साथ दिने व्यक्तिहरू हौँ। मलाई आर्मीको जीवन एकदमै मनपर्छ। विशेष गरी मलाई आर्मीमा यो स्नाइपर भन्छ कि परबाट गोली हानेर आफ्नो शत्रुलाई निशाना बनाउने आर्मीको पद एकदमै मनपर्छ। त्यहाँ कहिले पनि त्यो निशाना लगाउने मान्छे एक्लै बसेको हुँदैन, उसको साइडमा एउटा दूरबीन लिएर बसेको हुन्छ। हावा कति चलिरहेको छ, कहाँबाट चलिरहेको छ, तापमान कति छ, कहाँनिर हिँड्दैछ, सबै कुरा त्यसलाई चाहिँ स्नाइपर र स्पटर भन्छ। अनि यो दुवैजना बिना चाहिँ उसले आफ्नो शत्रुलाई उसले हराउन अथवा नाश गर्नु सक्दैन। त्यसै गरी विवाहमा पनि श्रीमान र श्रीमती मिलेको छैन भने उनीहरूले आइपर्ने कुनै पनि चुनौतीलाई उनीहरूले सामना गर्न सक्दैन। त्यही भएर आज म तपाईँलाई उत्साह दिन चाहन्छु, विशेष गरी दिपेश र रुथलाई, तिमीहरू चाहिँ एकअर्काको कम्प्लिमेन्टर्सहरू हौ, कम्पिटिटर्स होइनौ होइन र। त्यही भएर तैँले यति मैले यति गर्ने काम गर्दैनौ। घरमा पनि काम गर्ने बेलामा कम्पिटिसन चाहिँ कसले धेरै काम गर्छ, कसले धेरै सेवा पुर्याउँछ भन्नेमा मात्र हुनुपर्छ भनेर म विश्वास गर्छु। कसले धेरै भाँडा माझ्यो, कसले धेरैचोटि भुइँ पुस्यो, कसले धेरैचोटि ऐना पुस्यो भन्ने कुरामा चाहिँ हाम्रो कम्पिटिसन हुनुपर्छ। कसले बढी सेवा पुर्याउने एकअर्कालाई भनेर त्यो कम्पिटिसन चाहिँ हाम्रो फ्यामिलीमा हुनुपर्छ, म्यारिजमा हुनुपर्दछ। मैले ठिकै भने होला, मेरो श्रीमती पनि छेउमै उभिएकी छिन् होइन र। हामी सबैजना मिलेर हामीले कम्पिटिसन चाहिँ सेवा पुर्याउनेमा हामी गर्नुपर्दछ। परमेश्वरले स्त्री र पुरुषलाई बनावट, भावना, सोच, विचार, शक्ति, कार्यशैलीमा, क्षमतामा फरक बनाउनु भएको छ। कोही बेला अहिले समयमा केटाहरू पनि केटी जस्तो हुन सक्छन् भनेर विचार लिएर आउँदछन्, केटीहरू पनि केटाहरू जस्तो हुन सक्छन् भनेर लगाई खुवाई त्यसरी गरेको हामी देख्छौँ। हामीले त्यसो गर्नुपर्छ जस्तो लाग्दैन। कोही पनि केटी केटा जस्तो हुनुपर्छ जस्तो लाग्दैन, कोही पनि केटा केटी जस्तो हुनुपर्छ जस्तो मलाई लाग्दैन। हामीलाई विशेष अधिकार, विशेष क्वालिटिज परमेश्वरले दिनुभएको छ, त्यसअनुसार नै हामीले एकअर्कालाई सेवा पुर्याउनुपर्छ। यो विवाहमा कोही पनि ठुलो र कोही पनि सानो हुने छैनन्। परमेश्वरले एउटाले अर्कोलाई हरेक क्षेत्रमा
साथ दिन सक्ने र अर्कोलाई पूर्णता दिन सक्ने बनाउनु भएको छ। यसकारण परमेश्वरको योजनामा जोडीको निम्ति आफ्नो आफ्नो कर्तव्य छ भनेर तपाईँ र दिपेशको विवाहहरूमा, दिपेश र रुथ साथै हामी उपस्थित भएको सबैको विवाहमा यो आशिष र उत्साह म छोड्न चाहन्छु। अन्तमा विवाह चाहिँ हामी क्रिस्चियनहरूको लागि रीतिरिवाज होइन, यो मानिसको दिमागले बनाएको उपज होइन, यो मानिसको आविष्कार होइन भनेर बाइबलले बताउँदछ। विवाह चाहिँ परमेश्वरको रचना हो। फर्स्ट इन्स्टिट्युसन परमेश्वरले, एउटा पहिलो संस्था परमेश्वरले निर्माण गर्नुभएको चाहिँ हामी बाइबलमा हेर्दछौँ भने विवाह हो। विवाह चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। हामी प्रकाशको पुस्तक बाइबलमा हेर्छौँ भने सबैभन्दा अन्तिमको पदमा हेर्छौँ भने त्यहाँ पनि विवाहको भोजको बारेमा कुरा गरेको छ। प्रभु येशू ख्रीष्टको पहिलो आश्चर्यकर्म हेर्छौँ भने त्यो पनि कानाको विवाहमा नै उहाँले गर्नुभएको हामी देख्दछौँ। विवाहले हाम्रो क्रिस्चियन जीवनमा एउटा विशेष स्थान राख्दछ। म आशा गर्दछु हामी क्रिस्चियन्सहरूले विवाहलाई आदर गर्नेछौँ, परमेश्वरले दिनुभएको जिम्मेवारीलाई पुरा गर्नेछौँ। साथै दिपेश र रुथको जीवनमा पनि यो जिम्मेवारीलाई तिमीले गहन रूपमा लिनेछौ भने म विश्वास गर्दछु। बाइबल एउटा विवाहबाट सुरु हुन्छ भने एउटा विवाहको भोजमै अन्त हुन्छ। यति मात्र होइन, प्रभु येशू ख्रीष्टले जब आफ्नो सेवाकाई सुरु गर्नुभयो, मैले अघि पनि भने उहाँले विवाहबाटै सुरु गर्नुभएको हामी देख्दछौँ। बलियो विवाह भयो भने बलियो परिवार हुन्छन्, बलियो परिवार भयो भने बलियो मण्डली हुन्छ, बलियो मण्डली भयो भने बलियो देश हुन्छ भने हामी विश्वास गर्दछौँ। त्यही भएर हामीले देश बनाउन एकतिर राखेर एकछिन परिवार बनाउनतिर हामीले पहिलो कदम हामीले चाल्नु पर्दछ भने म विश्वास गर्दछु। यो भन्दै मेरो यो आज प्रभुको वचनलाई यतिमै राख्दछु। तपाईँको हृदयमा प्रभुले आज बोल्नु भएको होस्। म फेरि पनि तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र तपाईँ र मेरो निम्ति दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। जो जतिले प्रभुलाई विश्वास गर्ने मौका पाउनु भएको छैन, आज म तपाईँलाई भन्न चाहन्छु, हामीलाई प्रेम गर्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। मान्छेले हामीलाई हाम्रो मूल्यको कारण हामीलाई प्रेम गर्छन्, धेरैपल्ट विभिन्न स्थान र ओहदाको कारण हामीलाई प्रेम गर्छन्। परमेश्वरले मात्रै तपाईँले प्रेम नगर्ने थाहा पाउँदै पनि उहाँ क्रुसमा आएर तपाईँ र मेरो निम्ति मर्नुभयो। आमेन। यो समय यति भन्दै म आजको सञ्चालकलाई दिन चाहन्छु। म आशा गर्दछु यसले तपाईँलाई आशिष लिएर आएको छ। बहिनी रुथसँग विवाह गर्न चाहनु भएको हो वा करकाप र अन्य कारणहरूले हो? आफ्नै इच्छाले हो। पक्का हो? सुन्नुहोस् है, उहाँले आफ्नै इच्छाले गर्दै हुनुहुन्छ। बहिनी रुथलाई पनि यही प्रश्न छ, के तपाईँले आफ्नो इच्छाले भाइ दिपेशसँग विवाह गर्न चाहनु भएको हो या करकाप र अन्य कारणले? हजुर, आफ्नै इच्छाले हो। हुन्छ, उहाँहरूले आफ्नै इच्छाले भन्नुभएको छ। अलि बेस गरी हामी ताली बजाइदिउँ न है। जसै भाइ बहिनीले यो सहमति जनाउनु भएको छ, त्यस कारणले गर्दाखेरि यो करारको विधिमा हामी जान गइरहेका छौँ। तर सर्वप्रथम म भाइलाई बहिनीको घुम्टो खोलिदिनु हुन अनि त्यसपछि हामी करारको कुरामा जानेछौँ। म यो अनुमति अहिले भाइलाई दिन चाहन्छु। अलि हामी एक्साइटेड भएन जस्तो छ है। अघि भाइ बहिनीको विवाहलाई जसै बहिनी भाइ आउँदै थियो, मेरो श्रीमतीले फेरि बिहा गर्ने हो कि भनेर खोज्दै थियो मलाई। अनि मैले भने ओहो रमाइलो त मलाई पनि लाग्छ, होइन तिमीसँगै गर्ने हो र भनेर हामी जिस्किँदै थियौँ है। त्यहाँ बस्दै हामी जिस्किँदै थियौँ। कति असल कुराहरू छ जब परमेश्वरको उपस्थितिमा यी कुराहरू हुँदछ। हेर्नुहोस् है, जब परमेश्वरको अनुग्रहमा अनि परिवारको सहमतिमा यो हुँदछ, त्यो कति आशिषमय हुँदछ। आज बहिनी पनि हाँसिरहेको छ, भाइ पनि हाँसिरहेको छ, अघि नैबाट हाँसै छ होइन। किनकि यो करार चाहिँ हामी कुनै कन्ट्र्याक्टमा गर्दैनौँ अथवा पेपरमा गरिरहेका छैनौँ। यो चाहिँ परमेश्वरको सामु हामी गर्न गइरहेका छौँ अनि तपाईँहरूको सामु, परिवारको सामु अनि भाइ र बहिनीको सामु हामी गर्दैछौँ। हुन्छ, भाइले मसँग दोहोऱ्याउनु हुनेछ, म पढ्नेछु अनि भाइले दोहोऱ्याउनुहुन्छ। पहिला चाहिँ हामी भाइलाई मसँग दोहोऱ्याउन अनुरोध गर्दछु। म रुथलाई आजदेखि मेरो श्रीमतीको रूपमा
मेरो श्रीमतीको रूपमा स्वीकार गर्दछु। स्वीकार गर्दछु। आजदेखि उसो उसो जीवनको हर अवस्थामा जीवनको हर उसो अवस्थामा अर्थात् दुःख सुखमा बिरामीपनामा वा स्वस्थतामा अभावमा वा प्रशस्ततामा असल वा खराब परिस्थितिमा पनि यिनलाई नै प्रेम सहायता र हेरचाह गर्नेछु। हामी दुवैलाई मृत्युले नछुटाएसम्म यो करार कायम राख्नेछु भनी परमेश्वरको उपस्थितिमा र मण्डलीको अगाडि यो करार बाँध्दछु। आमेन। हामी यही प्रश्न बहिनीलाई पनि सोध्न चाहन्छु र यो करार प्रभुको अगाडि अनि मण्डलीको अगाडि र यहाँ उपस्थिति सबैको अगाडि तपाईँले करार बाँध्नलाई म अनुरोध गर्न चाहन्छु। म दिपेशलाई आजदेखि मेरो श्रीमानको रूपमा स्वीकार गर्दछु। आजदेखि उसो जीवनको हर अवस्थामा अर्थात् दुःख सुखमा बिरामीपनामा वा स्वस्थतामा अभावमा वा प्रशस्ततामा असल वा खराब परिस्थितिमा पनि यिनलाई नै प्रेम सहायता र हेरचाह गर्नेछु। हामी दुवैलाई मृत्युले नछुटाएसम्म यो करार कायमै राख्नेछु भनी परमेश्वरको उपस्थितिमा र मण्डलीको अगाडि यो करार बाँध्नेछु। हामी सबैजनाले ताली बजाइदिउँ। हुन्छ, यो करारलाई पक्का एउटा सिम्बलाइजको रूपमा गर्नलाई विशेष हामी यो औँठी साटासाट गर्नेछौँ। अनि त्यो समय हामी सबैजना उठिदिउँ। देब्रे हातको साइली औँठीमा त्यो कुराहरू, यो औँठी तपाईँले मायाको चिन्ह जुन ल्याउनु भएको छ त्यो लगाइदिनु न, म अनुरोध गर्छु। हजुर 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 बिस्तारै। हुन्छ, हामी ताली बजाउनेछौँ। हुन्छ, यसै गरी हामी बहिनीलाई पनि विशेष भाइको देब्रे हातमा साइली औँठीमा साइली औँलामा लगाइदिनु हुनलाई अनुरोध गर्दछु। हुन्छ, हामी भाइले लगाइदिइसक्नु भएको छ। हजुर, हामी एकचोटि फेरि ताली बजाइदिउँ न। हुन्छ, दिपेश र रुथ बहिनी वैवाहिक जीवन जिउने प्रतिज्ञा स्वेच्छाले बाँध्नु भएको छ। आज परमेश्वरको उपस्थितिमा मण्डली यसको गवाही भएको छ। आजदेखि यी दुवै पति पत्नी हुन् भनी परमेश्वर र मण्डलीको अगाडि म घोषणा गर्दछु। हामी ताली बजाइदिउँ। उहाँहरू श्रीमान श्रीमती हुनुभएको छ है। हुन्छ, तपाईँहरू सबै बस्न सक्नुहुन्छ अनि भाइहरू पनि बस्न सक्नुहुन्छ। हाम्रो विधि एकदम सिम्पल साधारण छ र यो how to do and what is the Lord's Supper. अनि पहिलो कोरिन्थी 11 को पुस्तकले हामीलाई भन्छ प्रभुभोज भनेको के हो र कसरी गर्ने भनेर लेखिएको छ। It's a symbol for the Christian people to remember what Jesus did. अनि हामी ईसाईहरुको लागि चाहिँ येशूले के गर्नु भयो भन्नेको त्यसले संकेत गर्दछ। Once a month at the church we do this all together. अनि हामी हाम्रो मण्डलीमा महिनाको एकचोटी सबैजना भेला भएर प्रभुभोज मनाउने गर्दछौं। Because this also speaks about Jesus making us one family. अनि यसले पनि हामीलाई के संकेत गर्दछ र सिम्बलाइज गर्छ भने येशूले हामी सबैजना एकसाथ गराउनु भएको छ, एउटै परिवार बनाउनु भएको छ। Now it will be the first Lord's Supper they will take as a family. अनि आज अनि हाम्रो दुलादुलेले पनि पहिलो प्रभुभोज दिनुहुनेछ एक परिवार भएर। You guys don't need to do with bread and juice every day at your house. तपाईको घरमा तपाईले जहिले पनि गर्नु पर्दैन जुस र रोटी लिएर। Not wrong if you want to. यदि तपाई हरेक दिन गर्न चाहनुहुन्छ भने यसमा कुनै नराम्रो हुँदैन, गलत छैन। But it is for us to remember what Jesus did. तर यो हाम्रो लागि सम्झनको लागि के येशूले गर्नुभयो हाम्रो लागि भनेर।
You guys were, many of us, we were saved and redeemed by Jesus. अनि हामी सबैजना चाहिँ येशू ख्रीष्टले बचाउनु भएको र हामीले येशू ख्रीष्टमा उद्धार पाएका छौँ। Because of him, you guys are united, starting a new family. अनि उहाँको कारणले गर्दा आज तपाईहरू एकजुट हुनुभएको छ, उहाँले तपाईलाई एकतामा ल्याउनु भएको छ, एउटा परिवार सुरु गर्दै हुनुहुन्छ। Walking to help each one another. अनि सँगै हिँड्दै एकले अर्कालाई सहयोग गर्दै। Giving support she needs and you need. अनि एकले अर्कालाई सहयोग र साथ दिँदै। Every time we do this together, it's a special moment, but you must do this in our mind every day. Must have. अनि यो जुन मोमेन्ट गर्दैछौँ यो विशेष समय हो, तर आज हामी यहाँ गरे तापनि हाम्रो जीवनमा हामीले हरेक दिन गर्नुपर्छ। When he died, he was reconnecting us back to God. अनि जब येशू मर्नुभयो उहाँले चाहिँ हामीलाई परमेश्वरसँग फेरि हामीलाई मिलाप गराउनु भयो। So one of the most important title we may have is child of God. अनि त्यसकारणले गर्दा आज हामीसँग त्यो नाम छ कि हामी उहाँका छोराछोरी हौँ। And now that you guys are getting married, husband and wife. अनि आज तपाईहरू वैवाहिक सम्बन्ध बाँधिनु भएको छ श्रीमान र श्रीमतीको रूपमा। For her to respect the past and for the past to love her. अनि दिपेशले रुथलाई अनि रुथले दिपेशलाई चाहिँ प्रेम र आदर सहित जिउनु पर्ने हुन्छ। And the love that we have in the Bible, अनि जुन प्रेम बाइबलमा लेखिएको छ that Paul says husband must give to wife, अनि पाउलले भन्छ कि श्रीमानले श्रीमतीलाई दिनुपर्छ, sacrificial life, अनि त्यो बलिदानको जीवन दिनुपर्छ श्रीमानले sacrificial श्रीमतीलाई, love. अनि त्यो बलिदानको प्रेम दिनुपर्छ। As Jesus died for the church, he must be ready to die for her. अनि येशू मण्डलीको लागि मर्नु भयो भने अनि श्रीमान श्रीमतीको लागि मर्नको लागि तयार हुनुपर्छ। And this symbol is symbolizing this commitment अनि यो चाहिँ एक किसिमको कमिटमेन्ट हो जुन चाहिँ हामी गर्दैछौँ। God had for us sending Jesus. अनि परमेश्वरले जुन कमिटमेन्ट गर्नुभयो येशू ख्रीष्ट पठाउनु भएर, Now you must have one for another. अनि अब एकले अर्काप्रति त्यो कमिटमेन्ट गर्नुपर्ने हुन्छ। So we're gonna have you who have the first Lord's Supper as husband and wife. अनि हामी चाहन्छौँ तपाईहरूको पहिलो प्रपोज भएको श्रीमान र श्रीमतीको रूपमा। So you may stand. तपाईहरू खडा हुनुहोस्। सेकेको प्याक। Okay. Bread symbolizing the suffering and pain of Jesus Christ. The same for the Jews, symbolizing the blood of Jesus Christ. अनि जुस जुन चाहिँ येशू ख्रीष्टको रगतको रूपमा हामी चिन्दछौँ। His sacrifice. अनि उहाँको कष्ट, उहाँले जुन दिनुभएको बलिदान। And you guys must do from now on one for another, sacrificing your own desires, your whole life. अनि आजदेखि तपाईहरू पनि एकअर्कामा जुटिँदै हुनुहुन्छ र तपाईहरूले पनि एकअर्कामा बलिदान दिनुपर्ने हुन्छ पुरा जीवनभरि। So we pray now, you may sit. अनि यो आशिष चाहिँ म इङ्ग्लिसमा गाउन गइरहेको छु, तर नेपालीबाट चाहिँ ठ्याक्कै यो गन्तीको 6 अध्यायमा हामी हेर्छौँ 24 देखि लिएर 26 अध्याय पदसम्म जुन हारुनलाई आशिष दिनुभएको थियो। अनि त्यो परमेश्वरबाटको आशिष अनि हामी आज दिपेश र रुथको जीवनमा हामी बोल्दछौँ। हामी सबैजनाले धेरै आशिष बोकेर आएका छौँ, तर जबसम्म परमेश्वरले आशिष दिनुहुन्न तबसम्म त्यो आशिष अधुरो हुँदछ है। त्यसैले गर्दाखेरि यो गीत स्पेशली डेडिकेटेड टु दिपेश एन्ड रुथ। His grace and His face shine upon you. May the Lord lift up His countenance upon you and give you peace. And give you peace. May the Lord
His grace and His face shine upon you. May the Lord lift up His countenance upon you and give you peace, and give you peace. This is the way you shall be blessed from day to day. He'll be your rest. तपाईँहरू पनि गाउन सक्नुहुन्छ है? May the Lord bless and keep you. May His grace and His face shine upon you. May the Lord lift up His countenance upon you and give you peace, and give you peace, and give you peace, and give you peace. So thank you. Congratulations. Now there will be a surprise performance for you guys. A good one, but surprise. Okay, so your brothers have prepared a song to sing. So the song, yeah. Wise men say only fools rush in, but I can't help falling in love with you. Shall I stay? Would it be a sin if I can't help falling in love with you? Like a river flows surely to the sea, darling, so it goes. Some things are meant to be. Take my whole life too, for I can't falling in love with you. Surely होला जीवनकारी पर्परदुकी छाया के सुरक्षा दिए जमाना बिरानो छ दुनिया आफ्नो छ काटौला यात्रा यो अगाडि जमाना बिरानो छ कुनै यहाँ आफ्नो छ काटौला यात्रा यो सँगसँगै आफ्नो छुरी तिम्रो लागि सधैँ हिँडला तिमीसँगै तिमी लड्दा
पास्टरको मनलाई सुन्दर उपहार हो केले छोले होला जीवनभरि मित्रताको मिठो मिठो सवारी तिमी मेरो हात समान तिम्रो साथमा छु बाटोलाई यात्रा यो सँगै सँगै जीवनको ऋतुहरू काली ओराली बाटोलाई यात्रा यो सँगै सँगै Not sure if you know this, but when we first met, I got so nervous I couldn't speak. In that very moment, I found the one man my life has found it missing piece. So as long as I live, I love you. Will heaven hold you? You look so beautiful in white. And from now to my very last breath, this day I'll cherish. You look so beautiful in white. जीवनको ऋतुहरू उकाली ओह्राली काठौलाई यात्रा यो सँगै सँगै जीवनको ऋतुहरू काली ओराली काठौलाई यात्रा यो सँगै सँगै Thank you. यहाँ विशेष आज जो जति उपस्थित हुनुहुन्छ उहाँहरूको सामु उहाँहरूका पास्टर्सहरू आएर अनि यसलाई हस्ताक्षर गरिदिनु हुनेछ। म सर्वप्रथम दुलातर्फका बुबालाई म आएर यो प्रमाणपत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। दुलातर्फको बुवा आउनुभयो नि हुन्छ, दुलैतर्फको बुवा आउनुभयो नि हुन्छ, जो आउनुभयो नि हुन्छ। हुन्छ, बुवाले नै हस्ताक्षर गरिदिएर पक्का गरिदिनु भएको छ है। हुन्छ, यो सानो विधिमा पनि उहाँहरूलाई परिपक्वतामा गएको छ। यो पक्का गर्नुभएको छ, हस्ताक्षर गरेर बुवाहरूले सहमति जनाइदिनु भएको छ। मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हो तिमी मेरो लागि ईश्वरको
अनि म चाहिँ विशेष धन्यवाद दिन चाहन्छु सबैजनालाई होइन यो मोमेन्ट हजुरले एकदमै स्पेसल बनाइदिनु भयो डेकोरेसन टिमलाई म एकदम धन्यवाद दिन चाहन्छु म्युजिकमा लाई म एकदम धन्यवाद दिन चाहन्छु होइन अनि यहाँनिर ममता दिदी गोरदाईहरूलाई यो टाइम धेरै धन्यवाद दिन चाहन्छु अनि जो जति पनि आउनुभयो बेहुलाको तर्फबाट बेहुलीको तर्फबाट हजुर सबैजनालाई एकदमै स्वागत छ अनि एकदमै धन्यवाद छ अनि हजुरहरू पनि एकदमै ठुलो इम्पोर्टेन्ट प्लेस छ हजुरहरू सबैजना हाम्रो दुवैजनाको लाइफमा अनि हाम्रो लाइफमा होइन त्यही भएर अब त्यही भन्न चाहन्छु इन्जोय गर्नु होला स्पेसली चाहिँ म नेप्लिज होमलाई चाहिँ एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु आज उहाँहरूले गर्दाखेरि नै हामी यस ठाउँमा छौँ हामीले आफ्नो सपनाहरू पुरा गरेका छौँ होइन म पनि यस ठाउँमा छु मेरो बहिनी उसले आफ्नो ड्रिमको वेडिङ गर्न पाएको छ त्यही भएर अब सबैजनालाई धन्यवाद दिन चाहन्छु होइन त्यही हो आज सबैजनाप्रति हामी एकदम नै धन्यवाद भन्न चाहन्छौँ विशेष गरिकन यो विवाह जसले पत्नी पाउँछ त्यसले असल कुरा पाउँछ भनेर धर्मशास्त्र बाइबलले बताउँदछ यो वैवाहिक यात्रा आजदेखि दुलहा दिपेश र दुलही रुथको सुरु भएको छ पनि यो वैवाहिक यात्रा जहिले पनि रमाइलो हुन्छ तर त्यहाँ उकालो छ त्यहाँ ओह्रालो छ तेर्सो छ त्यहाँ घाम हुन्छ कहिलेकाहीँ त्यहाँ पानीबाट हिँड्नुपर्छ थुप्रै प्रकारका रमाइलो थुप्रै प्रकारका चुनौती थुप्रै प्रकारका कुराबाट भएर जानुपर्छ दुवैजनाले आफ्नो मनमा राख्नुहुनेछ र दुवैजनाले जिउँदो परमेश्वर जसले हामीलाई असल पति हुनलाई असल पत्नी हुनको लागि सहायता गर्नुहुने परमेश्वरलाई दुवैजना आजको दुलहा दुलहीले पुरा भरोसा गर्नेछ आफ्नो काममा होइन आफ्नो क्षमतामा होइन हामी विश्वास गर्छौँ परमेश्वरले मात्रै विवाहको यात्रालाई आशिषमय र सफल पुर्याइदिन सक्नुहुन्छ हुन्छ हाम्रो पास्टरज्यूहरू पनि अगाडि आउनु भएको छ यतातिर अगाडि आइदिनु भयो भने चाहिँ राम्रो हुन्छ हाम्रो पास्टरज्यूहरू जतिजना हुनुहुन्छ सेवकहरू अगाडि आइदिनु हुनेछ अनि हामी उहाँहरूको लागि आज आशिषको प्रार्थना हामी गरिदिनेछौँ आजदेखि सुरु भएको यो विवाहको यात्रामा हामी परमेश्वरको उपस्थिति माग्नेछौँ धैर्यता नम्रता उहाँहरूको पारिवारिक जीवन उहाँहरूको सामाजिक जीवन उहाँको सेवाको जीवन सबैमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस् भनिकन हामी सबैजनाले आशीर्वादको प्रार्थना गरेर प्रभुको हातमा उहाँको वेदीमा हामी उहाँहरूलाई ल्याउनेछौँ हालेलुया धन्यवाद छ प्रभु तपाईँलाई धन्यवाद छ प्रभु तपाईँलाई दयालु अति भयो के सृष्टिकर्ता हाम्रा परमेश्वर जसले आजको सुन्दर दुलहा सुन्दरी दुलहीलाई तपाईँले बनाएर आज एकसाथ प्रभुजी एउटा असल पति र असल पत्नी भएर जीवन बिताउनको लागि तपाईँले चुन्नु भएको हो भनिकन आज हामीलाई तपाईँले प्रशस्त मात्रामा आफ्नो वचनद्वारा आफ्नो दासहरूको जीवनद्वारा हामीले प्रभुजी थाहा गर्ने मौका पाए हामी धन्यवाद चढाउँछौँ दुवैजनाले एउटाले अर्कोलाई प्रभुजी मृत्युले नछुट्याएसम्म यो करार उनीहरूले एउटाले अर्कोको लागि बाँधेका छन् यो करारमा दुवैजना विश्वासयोग्य हुनको लागि स्थिर हुनको लागि तपाईँको डर र भयमा निरन्तर रूपमा रहनको लागि हामी आशिष माग्दछौँ परमेश्वर पिता हामी प्रार्थनामा विशेष गरिकन दाम्पत्य जीवनमा तपाईँको आशिष माग्दछौँ उहाँहरूको आत्मिकी क्षेत्रहरूमा उहाँहरूको पारिवारिक क्षेत्रहरूमा सामाजिक क्षेत्रहरूमा उहाँहरूको सम्पूर्ण कामको क्षेत्रमा प्रभुजी आफ्नो परिवारको लागि समाजको लागि यो देशको लागि वरिपरि रहेका सम्पूर्ण साथी भाइहरूको लागि एउटा नमुनाको वैवाहिक जीवनमा उहाँहरू बढ्न सकेको होस् भनिकन हामी प्रार्थना गर्दछौँ अब तपाईँ पिता परमेश्वर तपाईँ पुत्र परमेश्वर तपाईँ पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा आजको दुला भाइ दिपेश दुलै नानी रुथलाई तपाईँको वेदीमा अर्पण गर्दै आशिष माग्दछौँ येशू प्रभुको नाउँमा आमेन भइदिनुहोस् तपाईहरु
तपाईँहरू सबैजना बेहुला बेहुली जाँदै हुनुहुन्छ अनि तपाईँहरू पनि बिस्तारै जान सक्नुहुन्छ। अघि सिम्बल पस्नु भएको थियो, अब जोडी गएर पक्का भएर पस्नु भएको छ। प्लिज ताली बजाइदिनुहोस्। ल त्यो क्यामेरामा हेर्दिनु त्यो क्यामेरामा हेर्दिनु है त ओ फोन धरे पछाडि एकछिन है केकै निकाल्न आएन ल खाइदियो Very nice.